हामीमध्ये धेरैको जीवनमा एउटा कमन गुनासो हुन्छ, एउटा यस्तो प्रश्न जसले बारम्बार मनमा डेरा जमाउँछ। त्यो प्रश्न हो, मैले यति धेरै मेहनत गर्छु, कमाई पनि नराम्रो छैन, घरमा कुनै कुराको अभाव पनि देखिँदैन, तर पनि किन पैसा टिक्दैन? सोच्नुहोस् त, महिनाको पहिलो हप्ता राजा जस्तो महसुस हुन्छ, तर जब महिनाको अन्त्यतिर पात्रोको पाना पल्टिन्छ तब थाहै नपाई खर्चको भारीले थिच्न थाल्छ। अचानक कोही बिरामी पर्छ, गाडी बिग्रिन्छ वा कुनै नसोचेको सामाजिक व्यवहार आइपर्छ अनि महिनाभरिको कमाई, बचत गर्ने सपना सबै बालुवामा पानी खन्याए झै बिलाएर जान्छ। बचतको नाममा हातमा शून्य मात्र बाँकी रहन्छ। यस्तो अवस्थामा हामी के गर्छौँ? हामी तुरन्तै बाहिरी कारण खोज्न थाल्छौँ। मेरो भाग्य नै खराब छ, समयले साथ दिएन, यो ग्रह दशाको फल हो, वा कसैको आँखा लाग्यो कि? तर के तपाईँले कहिले सोच्नु भएको छ, समस्या बाहिरी दुनियाँमा होइन, तपाईँको आफ्नै घरको चार दिवारभित्र, अझ भनौँ तपाईँको घरको सबैभन्दा महत्त्वपूर्ण स्थानमा लुकेको हुन सक्छ। हो, म कुरा गर्दैछु तपाईँको घरको भान्साको, त्यो ठाउँ जहाँबाट परिवारको स्वास्थ्य सुरु हुन्छ, जहाँ अन्न देवताको बास हुन्छ, जहाँ पाक्ने हरेक गाँसले हाम्रो शरीर, मन र मस्तिष्कलाई ऊर्जा दिन्छ। शास्त्रहरूले भान्सालाई घरको मुटु मानेका छन्, एउटा यस्तो ऊर्जा केन्द्र जसले घरको समग्र समृद्धि र स्थिरतालाई प्रत्यक्ष असर गर्छ। नमस्कार दर्शकवृन्द, स्वागत छ हाम्रो च्यानल शास्त्र नेपालमा। आजको यो विशेष भिडियोमा हामी कुनै अन्धविश्वासको कुरा गर्ने छैनौँ, बरु हामी हाम्रो दैनिक जीवनका ती साना तर गम्भीर गल्तीहरूको पर्दाफास गर्नेछौँ, जुन हामीले भान्सामा दिनहुँ जानी नजानी गरिरहेका हुन्छौँ। शास्त्र र वास्तुको दृष्टिकोणमा यिनै गल्तीहरूले धनकी देवी लक्ष्मीलाई अप्रसन्न बनाउँछन्, अर्थात् घरमा धनको स्थिरतालाई कमजोर पार्छन्। आज हामी भान्सामा हुने त्यस्ता 5 प्रमुख गल्तीहरूको बारेमा गहिरो विश्लेषण गर्नेछौँ। यो भिडियो केवल जानकारी दिनका लागि मात्र होइन, तपाईँको जीवनशैलीमा एउटा सकारात्मक परिवर्तन ल्याउने प्रयास हो। त्यसैले अन्त्यसम्म ध्यान दिएर हेर्नुहोला, किनकि 5औं गल्ती यस्तो छ जुन लगभग 90% घरमा हुन्छ, तर त्यसलाई गल्ती भनेर कसैले महसुसै नगरेको हुँदैन। लक्ष्मीको वास्तविक अर्थ के हो? हामीले गल्तीहरूको बारेमा कुरा गर्नुभन्दा पहिले एउटा महत्त्वपूर्ण कुरा बुझ्न जरुरी छ। जब हामी लक्ष्मी शब्द सुन्छौँ, हाम्रो दिमागमा तुरुन्तै सोन, चाँदी, पैसा, ब्याङ्क ब्यालेन्स र भौतिक सम्पत्तिको तस्बिर आउँछ। तर के लक्ष्मीको अर्थ यतिमै सीमित छ? पक्कै पनि छैन। हिन्दू धर्मशास्त्र र दर्शनमा लक्ष्मीको अवधारणा अत्यन्तै फराकिलो र गहिरो छ। लक्ष्मी केवल धन मात्र होइनन्, उनी अष्टलक्ष्मी हुन्, अर्थात् समृद्धिका 8 स्वरूप। 1. आदिलक्ष्मी, महालक्ष्मी, अस्तित्वको सुरुवात। धनलक्ष्मी, भौतिक सम्पत्ति र पैसा। धान्यलक्ष्मी, अन्न, भोजन र कृषिको समृद्धि। गजलक्ष्मी, पशुधन, शक्ति र राजसी ऐश्वर्य। सन्तान लक्ष्मी, परिवार, सन्तान र भविष्यको निरन्तरता। वीरलक्ष्मी वा धैर्यलक्ष्मी, साहस, धैर्य र दृढता। विजयालक्ष्मी, विजय, सफलता र बाधाहरूमाथि विजय। विद्यालक्ष्मी, ज्ञान, कला र सिप। अब ध्यान दिनुहोस्, यी 8 स्वरूपमध्ये धान्यलक्ष्मीको सीधा सम्बन्ध हाम्रो भान्सासँग छ। धान्य अर्थात् अन्न, जहाँ अन्नको सम्मान हुन्छ, जहाँ अन्नको सही व्यवस्थापन हुन्छ, त्यहाँ धान्यलक्ष्मी प्रसन्न हुन्छन्, र जहाँ धान्यलक्ष्मीको बास हुन्छ त्यहाँ धनलक्ष्मी अर्थात् पैसा आफै आकर्षित हुन्छन्। त्यसैले भान्सा भनेको केवल खाना पकाउने ठाउँ होइन, यो धान्यलक्ष्मीको मन्दिर हो। यो त्यो ठाउँ हो जहाँबाट घरको समग्र समृद्धि, स्वास्थ्य र स्थिरताको जग बस्छ। जसरी एउटा फोहोरी, अव्यवस्थित र कलहपूर्ण मन्दिरमा देवताको बास हुन सक्दैन, त्यसरी नै एउटा फोहोरी, अव्यवस्थित र नकारात्मक ऊर्जाले भरिएको भान्सामा लक्ष्मीको स्थिरता हुन सक्दैन। पैसा आउला, तर त्यो पानी झै बगेर जान्छ। अब तपाईँले बुझ्नुभयो होला भान्सा र लक्ष्मीको सम्बन्ध कति गहिरो छ। आउनुहोस्, अब हामी ती 5 गल्तीहरूतर्फ लागौँ जसले यो पवित्र सम्बन्धलाई कमजोर बनाउँछ। गल्ती नम्बर 1, भान्सामा फोहोर र अव्यवस्था। यो दृश्य तपाईँलाई कतै देखे जस्तो लाग्यो? धेरै घरहरूमा यो एउटा सामान्य वास्तविकता हो। कामको चाप, थकाइ वा कहिलेकाहीँ केवल अल्छीपनले गर्दा भान्सा हाम्रो प्राथमिकताको अन्तिम सूचीमा पर्छ। अहिले खाना बनाइहालौँ, भाडा त पछि माझौँला, राति अब ढिलो भइसक्यो, सफा गर्ने काम भोलि बिहान गरौँला।
यो अलिकति पोखरिएको त हो, के फरक पर्छ र? यस्तै सोचले हाम्रो भान्सालाई बिस्तारै फोहोर र अव्यवस्थाको केन्द्र बनाइदिन्छ। तर यो केवल सरसफाइको कुरा मात्र होइन, यसको पछाडि गहिरो शास्त्रीय र मनोवैज्ञानिक कारण लुकेको छ। शास्त्रहरूमा स्पष्ट रूपमा भनिएको छ, यत्र वार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता रमाउँछन्। यसको एउटा प्रतीकात्मक अर्थ गृह व्यवस्थापन र स्वच्छतासँग पनि जोडिन्छ। घरकी गृहलक्ष्मीले भान्सालाई मन्दिर जस्तै सफा र पवित्र राख्नुपर्छ। लक्ष्मी र स्वच्छताको सम्बन्ध। देवी लक्ष्मीलाई स्वच्छता र पवित्रताकी प्रतीक मानिन्छ। उनी सधैँ सफा र सुगन्धित स्थानमा मात्र बास गर्छिन्। फोहोर, दुर्गन्ध र अव्यवस्थाले दरिद्रतालाई निम्त्याउँछ। राति भान्सामा जुठा भाँडा र फोहोर छोड्नु भनेको रातभरि नकारात्मक ऊर्जा र अलक्ष्मी अर्थात् लक्ष्मीको उल्टोलाई आफ्नो घरमा बास बस्न निम्तो दिनु जस्तै हो। अन्नपूर्णाको अपमान। भान्सालाई देवी अन्नपूर्णाको क्षेत्र मानिन्छ। अन्नपूर्णाले हामीलाई भोजन प्रदान गर्छिन्। फोहोर र जुठको बीचमा अन्न पकाउनु वा राख्नु देवी अन्नपूर्णाको अपमान गर्नु हो। जहाँ अन्नको देवीको सम्मान हुँदैन त्यहाँ भोजनमा पौष्टिकता र सन्तुष्टि दुवैको कमी हुन्छ। यदि तपाईँ शास्त्रलाई विश्वास गर्नु हुँदैन भने पनि यसको पछाडिको व्यावहारिक तर्कलाई बेवास्ता गर्न सक्नु हुँदैन। स्वास्थ्यमा असर। फोहोरी भान्सा ब्याक्टेरिया, कीटाणु र विभिन्न रोगहरूको घर हो। जुठा भाँडामा रातभरि जम्मा भएका कीटाणुहरूले खानालाई दूषित गर्न सक्छन्, जसले गर्दा झाडापाखला, फुड पोइजनिङ जस्ता समस्याहरू देखिन्छन्। परिवारका सदस्यहरू बारम्बार बिरामी पर्न थाल्छन्। आर्थिक बोझ। जब परिवारमा स्वास्थ्य समस्या बढ्छ, तपाईको कमाइको ठूलो हिस्सा अस्पताल, डाक्टर र औषधिमा खर्च हुन थाल्छ। यो पैसा तपाईले बचत गर्न वा कुनै अन्य उत्पादक काममा लगाउन सक्नुहुन्थ्यो। यसरी भान्साको फोहोरले अप्रत्यक्ष रूपमा तपाईको आर्थिक अवस्थालाई कमजोर बनाइरहेको हुन्छ। मानसिक तनाव। जब तपाईँ बिहान उठेर एउटा फोहोरी र अस्तव्यस्त भान्सामा प्रवेश गर्नुहुन्छ, तपाईको दिनको सुरुवात नै नकारात्मकता र तनावबाट हुन्छ। सफा गर्ने बोझले तपाईलाई मानसिक रूपमा थकित बनाउँछ। अव्यवस्थाले दिमागमा पनि अव्यवस्था सिर्जना गर्छ, जसले गर्दा तपाईको निर्णय लिने क्षमता र काम गर्ने ऊर्जामा कमी आउँछ। समाधान के हो त? यो समस्याको समाधान कुनै रकेट साइन्स होइन। यसको लागि केवल केही राम्रा बानीहरूको विकास गर्न आवश्यक छ। 1. राति सुत्नु अघि भान्सा सफा गर्नेको नियमलाई आफ्नो जीवनको मूल मन्त्र बनाउनुहोस्। जतिसुकै थकित भए पनि राति सुत्नु अघि 15-20 मिनेट निकालेर भाँडाहरू माझ्ने, स्ल्याब पुछ्ने र भुइँ सफा गर्ने बानी बसाल्नुहोस्। बिहान उठ्दा सफा भान्सा देख्दा तपाईको दिनको सुरुवात नै सकारात्मक ऊर्जाले भरिपूर्ण हुनेछ। जहाँबाट झिक्यो त्यही राख्नेको सिद्धान्त। मसलाको बट्टा, भाँडाकुण्डा वा अन्य कुनै सामान प्रयोग गरिसकेपछि त्यसलाई तुरुन्तै आफ्नो ठाउँमा राख्ने बानी गर्नुहोस्। यसले भान्सालाई सधैँ व्यवस्थित देखाउँछ। साप्ताहिक गहिरो सरसफाइ। हप्तामा एक पटक, विशेष गरी शनिबार, भान्साको कुना काप्चा, दराज र भाँडा राख्ने ठाउँको गहिरो सरसफाइ गर्नुहोस्। प्राकृतिक क्लिनरको प्रयोग। भान्सा सफा गर्नका लागि कागती, भिनेगर र बेकिङ सोडा जस्ता प्राकृतिक चिजहरूको प्रयोग गर्नुहोस्। यसले भान्सालाई सफा मात्र नभएर कीटाणुरहित र सुगन्धित पनि बनाउँछ। याद राख्नुहोस्, सफा भान्सा केवल स्वास्थ्यका लागि मात्र होइन, यो घरमा सकारात्मक ऊर्जा, मानसिक शान्ति र आर्थिक स्थिरता ल्याउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। गल्ती नम्बर 2, अन्नको अपमान र बर्बादी। हाम्रो समाजमा एउटा भनाइ छ, अन्न नै ब्रह्म हो, अर्थात् अन्न ईश्वरको साक्षात स्वरूप हो। तर के हामीले कहिले यो कुरालाई गम्भीरतापूर्वक लिएका छौँ? प्लेटमा खानेकुरा छोड्नु, थोरै बाँकी भयो भनेर सजिलै फ्याँकिदिनु, फ्रिजमा राखेको खाना बासी भयो भनेर फाल्नु, यी हाम्रा लागि सामान्य बानी बनिसकेका छन्। हामीलाई लाग्छ थोरै त हो, के नै फरक पर्छ र? तर शास्त्र र विवेक दुवैको दृष्टिकोणले यो एउटा गम्भीर गल्ती हो। अन्नको अपमान गर्नु भनेको सिधै धान्य लक्ष्मीको अपमान गर्नु हो। शास्त्रीय दृष्टिकोण। लाखौंको तपस्याको फल। हामीले खाने भातको एक सिता वा गहुँको एक दाना हाम्रो प्लेटसम्म आइपुग्नका लागि प्रकृति र अनगिन्ती मानिसहरूको अथक मेहनत र तपस्या लुकेको हुन्छ। किसानले घाम पानी नभनी खेत जोत्छ, बिउ रोप्छ, गोडमेल गर्छ र बाली भित्र्याउँछ। त्यसपछि कैयौं मजदुरहरूले त्यसलाई बजारसम्म ल्याइ पुर्याउँछन्। अन्नको एक दाना फ्याँक्नु भनेको ती सबैको पसिना र मेहनतको अपमान गर्नु हो। यस्तो कर्मले पुण्य होइन, पाप सञ्चय गराउँछ। दरिद्रतालाई निम्तो।
शास्त्रहरूमा भनिएको छ, जुन घरमा अन्नको कदर हुँदैन त्यो घरमा लक्ष्मी धेरै समय टिक्दिनन्। अन्नलाई जुत्ता चप्पल लगाएर छुनु, अन्नमाथि खुट्टा राख्नु वा रिसको झोकमा खाना फ्याँक्नु जस्ता कार्यले घरमा दरिद्रतालाई निम्त्याउँछ। यस्तो घरमा पैसा आए पनि रोग, ऋण वा अनावश्यक खर्चमा सकिन्छ। व्यावहारिक र मनोवैज्ञानिक दृष्टिकोण। पैसाको बर्बादी। तपाईले फ्याँकिरहेको खाना सित्तैमा आएको होइन, त्यसलाई किन्न तपाईले आफ्नो मेहनतको पैसा खर्च गर्नुभएको छ। हरेक पटक खाना फ्याँक्दा तपाईले पैसालाई पनि डस्टबिनमा फ्याँकिरहनु भएको छ। महिनाभरिमा यसरी फ्याँकिने खानाको हिसाब गर्ने हो भने त्यो एउटा ठूलो रकम बन्न पुग्छ। मूल्य नबुझ्ने बानी। जुन व्यक्तिले अन्नको मूल्य बुझ्दैन उसले पैसाको मूल्य पनि बुझ्न सक्दैन। यो एउटा मनोवैज्ञानिक तथ्य हो। अन्न खेर फाल्ने बानीले तपाईमा स्रोत साधनको कदर नगर्ने र लापरवाहीपूर्ण खर्च गर्ने प्रवृत्तिलाई बढावा दिन्छ। तपाईलाई लाग्छ अलिकति त हो, र यही अलिकतिको मानसिकताले तपाईलाई अनावश्यक किनमेल गर्न र पैसा बर्बाद गर्न उक्साउँछ। विश्वव्यापी भोकमरीको असम्मान। आज पनि संसारमा करोडौं मानिसहरू भोकै सुत्न बाध्य छन्। हामीले सजिलै फ्याँकिदिने खाना कसैका लागि जीवनदान हुन सक्छ। अन्न खेर फाल्नु भनेको त्यो विश्वव्यापी सङ्कटप्रति असंवेदनशील हुनु हो। समाधान के हो त? अन्नको सम्मान गर्ने बानी बसाल्न यी उपायहरू अपनाउनुहोस्। 1. जति चाहिन्छ त्यति मात्र पकाऊ र पस्क। सुरुमा थोरै खाना पस्कने बानी गर्नुहोस्। आवश्यक परेमा पछि थप्न सकिन्छ। यसले प्लेटमा खाना छोडिने सम्भावनालाई लगभग शून्य बनाइदिन्छ। पकाउँदा पनि परिवारको आवश्यकता अनुसार अनुमान गरेर मात्र पकाउनुहोस्। बचेको खानाको सृजनात्मक प्रयोग। यदि खाना बचिहाल्यो भने त्यसलाई फ्याँक्नुको सट्टा अर्को छाकमा नयाँ रूप दिएर प्रयोग गर्नुहोस्। बचेको भातलाई फ्राई गरेर फ्राइड राइस बनाउन सकिन्छ। बचेको तरकारीलाई रोटीमा बेरेर रोल बनाउन सकिन्छ। फर्स्ट इन फर्स्ट आउट नियम। फ्रिजमा सामान राख्दा पहिले किनेको वा बनाएको चिजलाई अगाडि राख्नुहोस् ताकि त्यो पहिले प्रयोग होस्। यसले खानेकुरा कुहिएर खेर जाने सम्भावना कम गर्छ। अन्नदानको महिमा। यदि तपाईँ सक्षम हुनुहुन्छ भने कहिलेकाहीँ भोका, गरिब वा जनावरहरूलाई भोजन गराउनुहोस्। यसले तपाईमा अन्नप्रतिको सम्मान र कृतज्ञताको भावलाई अझ गहिरो बनाउँछ। याद राख्नुहोस्, अन्नको सम्मान गर्नु भनेको केवल खाना बचाउनु मात्र होइन, यो तपाईको धन, स्रोत साधन र जीवनप्रतिको सम्मान हो। गल्ती नम्बर 3। भान्सामा रिस, झगडा र नकारात्मक कुराकानी। हाम्रो घरको कुन ठाउँमा सबैभन्दा धेरै झगडा हुन्छ? धेरैको जवाफमा हुन सक्छ बैठक कोठा वा सुत्ने कोठा। तर अलिकति गहिरिएर सोच्ने हो भने धेरैजसो मनमुटाव र तनावको सुरुवात भान्साबाटै हुन्छ। नुन किन यति धेरै हालेको? खाना पकाउन कति ढिलो गरेको? मैले भने जस्तो तरकारी कहिल्यै बन्दैन। यस्ता साना साना कुराहरूबाट सुरु भएको विवादले ठूलो रूप लिन्छ। खाना पकाउने व्यक्ति रिस, तनाव र अपमानको भावनाले भरिन्छ। हामीले कहिल्यै सोचेका छौँ यस्तो नकारात्मक वातावरणमा पकेको खानाले हाम्रो शरीर र मनमा कस्तो असर पार्छ? शास्त्र र अध्यात्मको दृष्टिकोण। भावनाको ऊर्जा खानामा सर्छ। शास्त्र र अध्यात्मले भन्छ खाना केवल भौतिक पदार्थहरूको मिश्रण होइन, यसले पकाउने व्यक्तिको भावना, विचार र ऊर्जालाई पनि सोच्छ। जब तपाईँ रिस, घृणा, चिन्ता वा दुःखको अवस्थामा खाना पकाउनुहुन्छ, ती सबै नकारात्मक ऊर्जाहरू खानामा समाहित हुन्छन्। अन्न दोष। यसरी नकारात्मक भावनाले पकाइएको खानालाई अन्न दोषयुक्त मानिन्छ। यस्तो खानाले शरीरलाई पोषण दिनुको सट्टा विषको काम गर्न सक्छ। यसले मनमा अशान्ति, क्रोध र अस्थिरता पैदा गर्छ। परिवारका सदस्यहरूबीच कलह बढ्छ र घरको शान्ति भङ्ग हुन्छ। सात्विक भोजनको अवधारणा। हाम्रो संस्कृतिमा सात्विक भोजनको ठूलो महत्त्व छ। सात्विक भोजन भनेको केवल शाकाहारी हुनु मात्र होइन, यो प्रेम, शान्ति र पोजिटिभ भावनाले पकाइएको भोजन हो। भान्सालाई यज्ञशाला मानिन्छ र खाना पकाउने प्रक्रियालाई एक पवित्र यज्ञ। यज्ञमा क्रोध र कलहको कुनै स्थान हुँदैन। व्यावहारिक र मनोवैज्ञानिक दृष्टिकोण। हर्मोनमा असर। जब तपाईँ तनाव वा रिसमा हुनुहुन्छ, तपाईको शरीरमा कोर्टिसोल जस्ता स्ट्रेस हर्मोनहरूको उत्पादन बढी हुन्छ। यस्तो अवस्थामा पकाइएको खाना र खाइने खाना दुवैले पाचन तन्त्रमा नकारात्मक असर पार्छ। खाना राम्ररी पच्दैन, जसले गर्दा एसिडिटी, ग्यास्ट्रिक र अन्य पेट सम्बन्धी समस्याहरू निम्त्याउँछ। निर्णय क्षमतामा ह्रास। नकारात्मक ऊर्जाले भरिएको खानाले तपाईको मानसिक अवस्थालाई पनि असर पार्छ। तपाईँ सोच्ने र निर्णय गर्ने क्षमता कमजोर हुन्छ।
तपाईँ साना साना कुरामा पनि चिडिनुहुन्छ। जब तपाईँको मानसिक शान्ति भङ्ग हुन्छ, तपाईँले आफ्नो आर्थिक जीवनमा पनि गलत निर्णयहरू लिन सक्नुहुन्छ, जस्तै अनावश्यक खर्च गर्ने, आवेगमा आएर लगानी गर्ने, जसले अन्ततः आर्थिक नोक्सानी निम्त्याउँछ। पारिवारिक सम्बन्धमा दरार। भान्सामा हुने झगडाले पारिवारिक सम्बन्धलाई सबैभन्दा धेरै असर पार्छ। जसले दिनभरि तपाईँको लागि प्रेमले खाना पकाउँछ, उसलाई नै अपमान गर्दा घरको वातावरण विषाक्त बन्छ। घरमा शान्ति नभएपछि कुनै पनि सदस्यले आफ्नो काममा ध्यान केन्द्रित गर्न सक्दैन, जसले व्यावसायिक जीवन र कमाइमा पनि असर पार्छ। समाधान के हो त? भान्सालाई शान्ति र प्रेमको केन्द्र बनाउन यी कुराहरूमा ध्यान दिनुहोस्। 1. मौन वा सकारात्मक संवाद। खाना पकाउँदा सकेसम्म मौन रहनुहोस् वा हल्का सकारात्मक सङ्गीत सुन्नुहोस्। यदि कुरा गर्नै पर्छ भने राम्रा र सकारात्मक कुराहरू मात्र गर्नुहोस्। दिनभरिका समस्या र तनावलाई भान्सा बाहिरै छोडेर प्रवेश गर्नुहोस्। भान्सालाई नो आर्ग्युमेन्ट जोन बनाउनुहोस्। परिवारमा एउटा नियम बनाउनुहोस्। भान्साभित्र कुनै पनि प्रकारको विवाद वा झगडा गर्न पाइने छैन। कुनै पनि समस्या छ भने शान्त ठाउँमा बसेर समाधान खोज्नुहोस्। खाना बनाउनेलाई सम्मान दिनुहोस्। जसले खाना बनाइरहेको छ उसलाई सम्मान र प्रोत्साहन दिनुहोस्। खानामा केही कमी कमजोरी भए पनि त्यसलाई प्रेमपूर्वक भन्नुहोस्, आलोचना वा अपमान गरेर होइन। प्रेम र कृतज्ञताले पकाउनुहोस्। खाना पकाउँदा मनमा यो भाव राख्नुहोस् कि तपाईँ आफ्नो परिवारलाई केवल भोजन होइन, स्वास्थ्य, प्रेम र ऊर्जा प्रदान गर्दै हुनुहुन्छ। यो सानो भावनाले खानाको स्वाद र गुणस्तरमा चमत्कारी परिवर्तन ल्याउन सक्छ। तपाईको भान्सामा पाक्ने खानाले तपाईको परिवारको भाग्य निर्धारण गर्छ। यसलाई प्रेमले सिञ्चित गर्नुहोस्, रिसले होइन। गल्ती नम्बर 4, भान्सामा अनावश्यक र टुटे फुटेका वस्तुहरू थुपार्नु। हाम्रो भान्सा केवल खाना पकाउने ठाउँ मात्र होइन, यो एउटा स्टोर रुम पनि हो, होइन र? बिर्को हराएको प्लास्टिकको डब्बा, ह्यान्डल भाँचिएको कप, चोइटिएको प्लेट, वर्षौंदेखि नचलेको पुरानो मिक्सर र काम नलाग्ने अन्य सयौं सामानहरूले हाम्रो भान्साका दराज र क्याबिनेटहरू भरिएका हुन्छन्। हामीलाई लाग्छ यो कुनै दिन काम लाग्छ कि, तर त्यो कुनै दिन कहिल्यै आउँदैन। यो केवल ठाउँ ओगट्ने कुरा मात्र होइन। वास्तुशास्त्र र ऊर्जा विज्ञानको दृष्टिकोणले यो एउटा गम्भीर गल्ती हो जसले घरको सकारात्मक ऊर्जाको प्रवाहलाई रोक्छ। वास्तु र ऊर्जाको दृष्टिकोण। ऊर्जाको प्रवाहमा अवरोध। वास्तुशास्त्र अनुसार घरमा ऊर्जा, जसलाई प्राण वा ची भनिन्छ, को निर्बाध प्रवाह हुन अत्यन्त आवश्यक छ। जब तपाईँ भान्सामा अनावश्यक वस्तुहरू थुपार्नुहुन्छ, तपाईले यो ऊर्जाको प्रवाहमा अवरोध सृजना गर्नुहुन्छ। टुटे फुटेका र काम नलाग्ने वस्तुहरूले स्थिर र नकारात्मक ऊर्जालाई आकर्षित गर्छन्। राहु र शनिको प्रतीक। ज्योतिष र वास्तुमा टुटे फुटेका, खिया लागेका र पुराना सामानहरूलाई राहु र शनिको प्रतीक मानिन्छ। यी ग्रहहरूले जीवनमा बाधा, ढिलासुस्ती र आर्थिक समस्याहरू ल्याउन सक्छन्। भान्सामा यस्ता वस्तुहरू राख्दा घरको आर्थिक प्रगतिमा बाधा उत्पन्न हुन्छ। नयाँ अवसरहरू आउन रोकिन्छन्। नयाँको लागि ठाउँ खाली। आध्यात्मिक नियमले भन्छ, जबसम्म तपाईँ पुरानो र काम नलाग्ने चिजहरूलाई आफ्नो जीवनबाट हटाउनुहुन्न, तबसम्म नयाँ र राम्रा चिजहरूका लागि ठाउँ खाली हुँदैन। यो नियम तपाईको भान्सामा पनि लागू हुन्छ। पुरानो र नकारात्मक ऊर्जाले भरिएको सामान थुपारेर राख्दा तपाईले समृद्धि र नयाँ अवसरहरूलाई आफ्नो घरमा प्रवेश गर्नबाट रोकिरहनु भएको छ। मानसिक बोझ र अलमल। अव्यवस्था र अव्यवस्थित वातावरणले तपाईको दिमागमा पनि बोझ र अलमल सृजना गर्छ। जब तपाईको भान्सा सामानले भरिएको हुन्छ, तपाईलाई कुनै चीज खोज्न गाह्रो हुन्छ, जसले तपाईको समय र एनर्जी दुवै नष्ट गर्छ। यो अव्यवस्थाले तपाईको अवचेतन मनमा एउटा सन्देश दिन्छ, मेरो जीवन पनि यस्तै अव्यवस्थित छ। निर्णयहीनता। धेरै काम नलाग्ने सामान थुपार्ने बानीले तपाईको निर्णय लिने क्षमतालाई पनि कमजोर बनाउँछ। तपाई साना साना कुरामा पनि निर्णय लिन हिचकिचाउनुहुन्छ। यसलाई फालौं कि राखौं? यो बानीले तपाईको आर्थिक जीवनमा पनि असर पार्न सक्छ, जहाँ तपाई सही समयमा सही आर्थिक निर्णय लिनबाट चुक्नुहुन्छ। सफाइमा कठिनाइ। जब भान्सा सामानले भरिएको हुन्छ, त्यसलाई राम्ररी सफा गर्न असम्भव हुन्छ। कुना काप्चामा फोहोर, माकुराको जालो र धुलो जम्मा हुन्छ, जसले कीटाणुहरूलाई बढावा दिन्छ र स्वास्थ्यमा नकारात्मक असर पार्छ। समाधान के हो त? आफ्नो भान्सालाई नकारात्मक ऊर्जाबाट मुक्त गर्न र समृद्धिका लागि ठाउँ बनाउन यी कदमहरू चाल्नुहोस्। 1. डिक्लटरिङ अभियान। महिनामा एक पटक आफ्नो भान्साका सबै दराज, क्याबिनेट र सेल्फहरू खाली गर्नुहोस्।
प्रत्येक सामानलाई हातमा लिनुहोस् र आफैलाई 3वटा प्रश्न सोध्नुहोस्। के मैले यो पछिल्लो 1 वर्षमा प्रयोग गरेको छु? के यो टुटेको वा बिग्रेको छ? के मलाई साँच्चै यसको आवश्यकता छ? यदि पहिलो 2 प्रश्नको उत्तर हो र तेस्रोको छैन हो भने त्यसलाई तुरुन्तै हटाउनुहोस्। 2. टुटे-फुटेका भाँडाहरूलाई विदा गर्नुहोस्। चोइटेको कप, प्लेट वा कुनै पनि टुटेको भाँडालाई तुरुन्तै घरबाट बाहिर निकाल्नुहोस्। यस्ता भाँडाहरूले दुर्भाग्य र आर्थिक हानि निम्त्याउँछन् भन्ने मान्यता छ। 3. प्रत्येक वस्तुको लागि निश्चित स्थान तोक्नुहोस्। भान्सामा रहेका हरेक सामानको लागि एउटा निश्चित स्थान तोक्नुहोस् र प्रयोगपछि त्यसलाई त्यहीँ राख्ने बानी बसाल्नुहोस्। 4. खाली ठाउँको महत्त्व। भान्सालाई खचाखच भर्नुको सट्टा केही ठाउँ खाली राख्नुहोस्। खाली ठाउँले सकारात्मक ऊर्जालाई स्वतन्त्र रूपमा प्रवाह हुन मद्दत गर्छ र मनलाई शान्त र फराकिलो महसुस गराउँछ। तपाईको भान्सा जति खुल्ला, व्यवस्थित र अनावश्यक बोझबाट मुक्त हुन्छ, तपाईको जीवनमा पनि त्यति नै स्पष्टता, नयाँ अवसर र आर्थिक सहजता आउँछ। गल्ती नम्बर 5, कृतज्ञताको पूर्ण अभाव। अब हामी त्यो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण गल्तीमा आइपुगेका छौं, जुन मैले भिडियोको सुरुमा भनेको थिएँ। यो गल्ती देखिँदैन, यो कुनै भौतिक वस्तु होइन, तर यसको प्रभाव सबैभन्दा गहिरो र शक्तिशाली हुन्छ। यो गल्ती हो कृतज्ञताको अभाव। सोच्नुहोस् त, तपाईले दिनमा कति पटक आफूले पाएको भोजनको लागि धन्यवाद दिनुहुन्छ? हामी खाना खान बस्छौं, तर हाम्रो ध्यान मोबाइलको स्क्रिनमा, टिभीको कार्यक्रममा वा दिनभरिको स्ट्रेसमा हुन्छ। हामीले के खाइरहेका छौं, त्यो खाना कहाँबाट आयो र यसले हाम्रो जीवनलाई कसरी चलाइरहेको छ भन्ने कुरामा हाम्रो कुनै ध्यान हुँदैन। हामी भोजनलाई केवल पेट भर्ने एउटा यान्त्रिक प्रक्रिया मान्छौं, तर यसको पछाडिको दिव्यतालाई बिर्सन्छौं। शास्त्रीय र आध्यात्मिक दृष्टिकोण। कृतज्ञता लक्ष्मीलाई बाँध्ने डोरी। शास्त्रहरूले भन्छन्, कृतज्ञता समृद्धिलाई आकर्षित गर्ने सबैभन्दा शक्तिशाली चुम्बक हो। जब तपाईँ आफूले पाएको अन्न, जल र जीवनको लागि कृतज्ञ हुनुहुन्छ, तपाईले ब्रह्माण्डमा एउटा सकारात्मक सन्देश पठाउनुहुन्छ। यो सन्देशले तपाईको जीवनमा अझ बढी समृद्धि र प्रचुरतालाई आकर्षित गर्छ। लक्ष्मी चञ्चल स्वभावकी हुन्छन्, तर कृतज्ञता त्यो डोरी हो जसले लक्ष्मीलाई तपाईको घरमा स्थिर भएर बस्न बाध्य बनाउँछ। भोजन मन्त्रको महत्त्व। हाम्रो सनातन संस्कृतिमा खाना खान अघि भोजन मन्त्र वा प्रार्थना गर्ने परम्परा छ। ओम सहनाववतु सहनौ भुनक्तु सह वीर्यं करवावहे तेजस्विनावधीतमस्तु मा विद्विषावहे। ओम शान्तिः शान्तिः शान्तिः। यो केवल एउटा श्लोक होइन, यो भोजन प्रदान गर्ने ईश्वर, अन्न उज्बाउने किसान र पकाउने व्यक्तिप्रति व्यक्त गरिएको कृतज्ञता हो। यो प्रार्थनाले भोजनलाई शुद्ध र ऊर्जावान बनाउँछ। व्यावहारिक र मनोवैज्ञानिक दृष्टिकोण। माइन्डफुल इटिङ। जब तपाईँ कृतज्ञताका साथ पूर्ण ध्यान दिएर खाना खानुहुन्छ, तपाईले खानाको वास्तविक स्वाद, गन्ध र बनावटलाई महसुस गर्नुहुन्छ। यसलाई माइन्डफुल इटिङ भनिन्छ। यसो गर्दा तपाईको पाचन तन्त्रले राम्रोसँग काम गर्छ र तपाईले कम खाएर पनि पूर्ण सन्तुष्टि पाउनुहुन्छ। यसले मोटोपना र अन्य जीवनशैलीसँग सम्बन्धित रोगहरूबाट बचाउँछ। सजग खर्च गर्ने बानी। जुन व्यक्ति आफूले पाएको कुराप्रति सजग हुन्छ, ऊ कहिले पनि स्रोत साधनको दुरुपयोग गर्दैन। कृतज्ञताले तपाईलाई आफ्नो पैसाको मूल्य बुझ्न सिकाउँछ। तपाईँ अनावश्यक र देखावटी खर्च गर्नुको सट्टा आफ्नो आवश्यकतामा मात्र सजगतापूर्वक खर्च गर्नुहुन्छ, र जो व्यक्ति सजगतापूर्वक खर्च गर्छ उसले सचन पनि जान्दछ। सन्तुष्टि र खुसी। कृतज्ञताले तपाईको जीवनमा सन्तुष्टि ल्याउँछ। तपाईँ मसँग के छैन भनेर दुखी हुनुको सट्टा मसँग जे छ त्यसको लागि खुसी हुन थाल्नुहुन्छ। यो मानसिक सन्तुष्टि र खुसी नै जीवनको सबैभन्दा ठूलो धन हो। समाधान के हो त? यो बानीलाई आफ्नो जीवनमा समावेश गर्न कुनै ठूलो प्रयास चाहिँ चाहिँदैन। 1. भोजन अघिको मौन प्रार्थना। खाना खान अघि केवल 30 सेकेन्डको लागि आँखा बन्द गर्नुहोस्। मनमा नै त्यो अन्नको लागि, किसानको लागि, पकाउने व्यक्तिको लागि र परमात्माको लागि धन्यवाद दिनुहोस्। यो सानो अभ्यासले तपाईको भोजन र जीवनप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन ल्याउनेछ। 2.
परिवारसँग बसेर भोजन। सकेसम्म परिवारका सबै सदस्य मिलेर बिना कुनै ग्याजेट जस्तै मोबाइल, टिभी शान्तिपूर्वक भोजन गर्ने बानी बसाल्नुहोस्। यसले पारिवारिक सम्बन्धलाई पनि बलियो बनाउँछ। 3. खानाको कदर गर्नुहोस्। खाना खाँदा अन्नको एक दाना पनि खेर नफाल्ने प्रयास गर्नुहोस्। प्रत्येक गाँसलाई सम्मानका साथ ग्रहण गर्नुहोस्। कृतज्ञता त्यो अदृश्य शक्ति हो जसले तपाईको साधारण भान्सालाई समृद्धिको मन्दिरमा परिणत गर्न सक्छ। दर्शकवृन्द, आज हामीले भान्सामा हुने ती 5 गल्तीहरूको बारेमा गहिरो चर्चा गर्यौं जसले हाम्रो घरको आर्थिक स्थिरता र समृद्धिमा नकारात्मक असर पार्न सक्छ। आउनुहोस् एकपटक फेरि ती 5 गल्तीहरूलाई संक्षेपमा हेरौं। 1. भान्सामा फोहोर र अव्यवस्था राख्नु जसले नकारात्मक ऊर्जा र रोगलाई निम्त्याउँछ। 2. अन्नको अपमान गर्नु र बर्बादी गर्नु जसले हाम्रो स्रोत साधनप्रतिको असम्मान देखाउँछ। 3. भान्सामा रिस, झगडा र नकारात्मक कुरा गर्नु जसले भोजनलाई विषाक्त बनाउँछ। 4. अनावश्यक र टुटे-फुटेका वस्तुहरू थुपार्नु जसले सकारात्मक ऊर्जाको प्रवाहलाई रोक्छ। 5. र सबैभन्दा महत्त्वपूर्ण, कृतज्ञताको अभाव जसले समृद्धिलाई हामीबाट टाढा धकेल्छ। यो भिडियोको उद्देश्य तपाईलाई डराउन वा कुनै अन्धविश्वास फैलाउन कदापि होइन। यसको एकमात्र उद्देश्य भनेको हाम्रो पूर्वजहरूले सिकाएको जीवनशैली र त्यसको पछाडि लुकेको वैज्ञानिक र मनोवैज्ञानिक सत्यलाई तपाईहरू समक्ष ल्याउनु हो। लक्ष्मी रिसाउनु भनेको कुनै देवी आएर तपाईलाई श्राप दिनु होइन, यो त प्रकृतिको नियम हो। जब तपाईको बानी, डिसिप्लिन र जीवनप्रतिको दृष्टिकोण गलत हुन्छ तब त्यसको परिणाम पनि नकारात्मक नै आउँछ। तपाईको भान्सा तपाईको घरको ऊर्जाको स्रोत हो। यदि तपाईँ चाहनुहुन्छ कि तपाईको जीवनमा धन टिकोस्, घरमा सुख शान्ति होस् र परिवार स्वस्थ रहोस्, तब आजैदेखि यी 5 गल्तीहरूलाई आफ्नो जीवनबाट हटाउने सङ्कल्प गर्नुहोस्। यो कुनै एक दिनको चमत्कार होइन, यो निरन्तर अभ्यास र बानीमा गरिने सानो सानो सुधारको शक्ति हो। आफ्नो भान्सालाई मन्दिर जस्तै पवित्र, सफा र प्रेममय बनाउनुहोस्। हेर्नुहोला, तपाईको जीवनमा सकारात्मक परिवर्तन अवश्य आउनेछ। यदि तपाईलाई यो भिडियो उपयोगी र जानकारीपूर्ण लाग्यो भने कृपया यसलाई लाइक गर्नुस् र आफ्नो परिवार तथा साथीभाइहरूसँग शेयर गर्नुस्, किनकि सही ज्ञान र सही बानीले धेरैको जीवन बदल्न सक्छ। तपाईँ यी 5 गल्तीहरूमध्ये कुन चाहिँ गल्तीलाई आजैदेखि सुधार्न सुरु गर्दै हुनुहुन्छ, तल कमेन्ट बक्समा हामीलाई अवश्य बताउनुहोला। हाम्रो च्यानल शास्त्र नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा यस्तै ज्ञानवर्धक विषय लिएर फेरि उपस्थित हुनेछौँ। धन्यवाद। नमस्ते।